तो हेलो गाइस, स्वागत छ फेरि पनि अर्को नयाँ भिडियो ब्लगमा हैन। आज चाहिँ धेरै दिनपछि मैले एउटा सानो भिडियो लिएर आएको छु हैन। यहाँ चाहिँ मेरो छोरो छ। सुनमा म देखियो यहाँ चाहिँ मेरो बुढीले भान्सा गरिरहेछ। के बनाउँदै बुढी? सलाद बनाइदिन्छन् मेरी मायाले। मेरी माया हाई भनिदेऊ न। हाई भन न, हाई भन। यहाँ के बनाइरह? खोलेर देखाइदेऊ न। ढकन पाक्यो? ल हेर्नुहोस्, मेरी मायाले मेरो लागि यहाँ हेर्नु त स्पेसल मासु। यो चाहिँ तेजपत्ता बवाल छ है गाइस। यसलाई चाहिँ खानुपर्छ। मेरी माया डल्ली डल्ली। के छ? ठिक छ? गर्मी छ, गर्मी त काँक्रो सलाद। मेरी मायाले काँक्रो लिएर आइन् ठुल्लैबाट। चाहिँ सलाद सुलुद गुन्डेर मासु पनि पाक्दैछ हैन। सलाद पनि रेडी भइसकेछ। यहाँनिर चाहिँ सालीले फेरि कि म्याक्सो लगाइछन् सालीले। अब ठुलो मेरी माया हो। लगाइछ मासु चाहिँ पाकेर रेडी भयो होइन। त्यो चाहिँ अब यहाँ चाहिँ फेरि अर्को बन्दैछ। त्यतिर चाहिँ बच्चाहरूको लागि यसमा पिरो छ नि त, बच्चाहरूले खाँदैन। यहाँ मेरी मायाले चटक्क लाएर मासु मेरो लागि खानु भयो। लाइक कमेन्ट गर्नुहोस् है ल। कामवाली बाइले बनाएको भन्नु न। हाम्रो सानी माया। लगाइछ मजाको खान्छु ल। ल हाल चेक गरिहाल। त्यो गाइज यो चाहिँ मासु होइन। यहाँ सलाद छ। यहाँ चाहिँ क्रिस्पी मोमो छ होइन। कुरकुरे मोमो है गाइज। यो चाहिँ यतातिर छ। अनि यो चाहिँ मेरो लागि स्पेसल मेरी मायाले मेरो लागि होइन चट्ट लाएर बनाइदियो। अब मैले चाहिँ यो चाहिँ म खान्छु ल गाइज। टक्क लाएर चेक गरौँ न। चटनी हाल्नु परेछ है। यस्तरी चटनी हालेर कुरकुरे मोमो यो चाहिँ कुरकुरे मोमो हेर। यतापट्टि फेरि खाना बन्दैछ। कान्छी सालीले यतापट्टि फेरि खाना बनाउँदैछन्। म चाहिँ सुरु गरिसकेँ होइन। यो खानु ठुलो पिस हट्यो। कुरकुरी मोमो होइन, मिठो छ।
Something like it. So guys, मैले चाहिँ खानासाना सब खाइसकेँ होइन, एकदम बवाल मजा आयो। मेरो आएले अझै यतातिर काँक्रा छिल्दैछन्। बवाल बनाएको खाना चाहिँ मजा आयो, मासु खान होइन, सलाद। ल भिडियो चाहिँ यति नै होइन, के कस्तो लाग्छ हजुरहरूलाई लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला, मन पऱ्यो भिडियो होइन। अन्य समय हेरिदिनु भयो त्यसको लागि धन्यवाद। ल